आज म तपाईहरुलाई पैदल यात्रीले यात्रा गर्दा अपनाउनु पर्ने सावधानीको विषयमा कुरा गर्न गइरहेको छु। नेपालमा दिनदिनै धेरै पैदल यात्रीको ज्यान गइरहेको छ, बाइकको ठक्करबाट या गाडीको ठक्करबाट भनौं। त्यो हामीले हिँड्न नजानेर हो। यदि गाडी चल्ने रोडमा हामी हिँड्दै छौं या मर्निङ वाक गर्दै छौं भने जहिले पनि तपाईले आफ्नो देब्रे साइडबाट होइन दाहिने साइडबाट हिँड्ने गर्नु होला। दाहिने साइडबाट हिँड्दाका फाइदाहरू, अगाडिबाट आएको गाडी कुन कन्डिसनमा आइरहेछ त्यो थाहा हुन सक्छ भने, तपाई देब्रे साइडबाट हिँड्दै हुनुहुन्छ भने पछाडिबाट कसरी गाडी आउँछ तपाईलाई थाहा हुँदैन। त्यसले गर्दा जहिले पनि गाडी चल्ने रोडमा दाहिने साइडबाट हिँड्ने गर्नु होला। र तपाई यदि खुल्ला ठाउँमा हिँड्दै हुनुहुन्छ गाडी नचल्ने ठाउँमा भने देब्रे साइडबाट हिँड्नु होला। र तपाईले फेरि साइकल बाइक कुदाउँदै हुनुहुन्छ, गाडी कुदाउनु हुनुहुन्छ भने देब्रे साइडबाट हिँड्नु होला। र तपाई रोड क्रस गर्दा पनि हल्का ध्यान दिनुपर्ने कुरा चाहिँ कुन साइडबाट गाडी आइरहेछ त्यो तपाईले पहिला हेर्नुस्। त्यो साइड जति हेर्नुस् आधी जति, त्यसपछि अर्को साइड परिवर्तन गर्नुस्। कुन साइडबाट गाडी आइरहेको छ त्यसतिर हेरेर हिँड्ने गर्नुस् त दुर्घटना न्यूनीकरण त्यसै हुन्छ र तपाईको ज्यान पनि बच्नेछ। धन्यवाद।